टोली जाँदैछन् है। हेलो ए तपाईँले ला देखाएको थिएँ मैले त्यसरी पछाडि 2-3 दिन लगाएको थियो सरी बाबाले चस्मा लाउनु पर्ने छुटेछ क्या अल्छी स्थिति बवाल छ अल्छी बवाल छ। यही हो हाम्रो कोरिया कम्पनी देखाउँदैन भाइ कम्पनी हाम्रो कम्पनी हो त्यो हाम्रो फेरि कम्पनी त डेन्जर छ नि फेरि त्यही के मन छ अलिकति त्यो अफिसमा हेर हेलो एन्ड गुड मर्निङ कलेज हामी जाँदैछौँ त्यो यो मिरमिरे घामसँगै अझ हामी चाहिँ जाँदैछौँ अनि मनिलो घाम लाग्दैछ जाडो जाडो छ जाडो सकेका छैनन् कोरियामा कोरियाको विकास हेर्नुहुन्छ भने बाबा रहेछ अहिले चाहिँ हामी हाइवेमा कुद्दैछौँ गुन्जाको नाकामा है हामी कहाँ यहाँ चाहिँ पैसा कट्छ तर अच्छा रहेछ हामी आन्सन छिर्दैछौँ मलाई चाहिँ अहिले कस्तो फिलिङ अब जस हाइवेमा मजा हुन्छ जङ्गल हेर्दै अब हरियो खासी छैन लिभिङ एरिया सुरक्षित दिन्छु भनेर त्यही गरेर बस्दा सेट हुन्छ ठिक हुन्छ जस्तो लागेको पुरै भरै छैन क्या अठाइदिइहाल्छु नि सम्पत्ति भए पनि अर्थ सुरक्षा केही छैन प्रिन्स गुरुङ हुनु आयो ल ल ल यो भाइले गिटार झिकेर बजाएको छ ल सबैले 10 रुपियाँ झिकेर राखौँ त एउटा रोज त मैले गीत गाइदिएको है एउटा रोज आउने चाहिँ गीत गाइदिइसक्यो है ट्याप ट्याप फेरि यहाँ गर्नु तरी आइसक्यो टक्क लाएर मोबाइलमा आउनु पर्यो रोज अब यतातिर आयो कफी पनि खान नभ्याउने पैसा ल लिनु गोजीमा गाउनु फेरि आएको फेरि गाउनु आगनै भरे फुलै फुल्यो यो पनि झरेर आज हामी घुम्न हिँडेको कोरियन दाइको गाडी चढी सुमन भाषणसे जान लाग्यो पुरानो गुम्बा घुम्नलाई यो त किल्ला हो म त मर्छु कि क्या गीत नै आफै बनाएर म त मर्छु कि क्या हामी सुहान आइपुगेछौँ अब केही छैन धेरै टाइम पनि लागेन आज हाम्रो 30-45 मिनट्स है बवाल छ रमाइलो छ यहाँ गइसकेका छौँ बवाल छ टल्किएर हेलो हेलो ल ल ल ल ल 자, 오늘의 투어 가이드. 목사님이 여기 와서 시티즌이에요. 어? 예, 시티즌이에요. 그래서 팔로우미. 오케이. 또 팔로우미. 저쪽으로 일단 오늘 일정을 같이 원하세요 오늘 일정을 जाडै हो क्या हिँड्न जाडै लागिरहेको थियो मैले माथि गएर हाल्दैन नि माथि चढेर सानो 어떻게 한번 짜보세요. 저희가 Where we are going heading? कता जाने रानी? हामी कन्फ्युज छ अहिले सो अब म अहिले चाहिँ हामी कुराकानी हुँदैछ सो अहिले चाहिँ हामी सुमनको माथि यो पाहाड ठाउँमा यो फुलमुनि ठाउँ हो यहाँ अब रेडियो अवस्था छ उहाँ भण्डारी दाई चाहिँ अब चस्मा लगाएर पुरै खतरै अवस्था छन् के छ दाई आजको कुराकानी ऐतिहासिक किल्लाको बनाइएको छ तपाईँको पहिलोचोटि हो तपाईँको म पनि पहिलोचोटि हो ल ठिक छ रमाइलो हुन्छ मेरो चाहिँ सेकेन्डचोटि र हाम्रो यता प्रकाश भाइ युट्युबर के छ भाइ हेलो हेलो सब ठिकठाक छ है हजुरहरू यसो मेरो चस्मालाई पनि लाइक गरिदिनु चस्मा लाउँछ है ल अहिले चाहिँ हामीले यो $80 को चस्मा लगाएर
अहिले चाहिँ चस्मा त यस्तो सधैँ दाजु अब सुमनको म चाहिँ माथि डाँडा पुगिसक्यो हुँ फेरि जानुपर्ने हो अङ्किस भाइ के छ आजको स्थिति आज यसरी सुनको एउटा दरबारमा घुम्न आइरहेको छौँ हजुर। मन हर्षित छ हजुर कुनै समय कोरियाको राजाहरूले चाहिँ यसो बसोबास गरेर देशलाई चलाएको ठाउँ हजुर। दरबार घुम्न यसरी आउनु खै त खै, है? आउँदै गर्दा मन एकदमै हर्षित गर्भवती भएको छ ल धन्यवाद चस्मा नभएर भाइ कस्तो चस्मा माग्छ भाइले यार राम्रो चस्मा त लगाएको देख्नु हुन्न यार मागिहाल्छ यार ल यस्तै हो केही छैन है अब चाहिँ हामी उकालो चढ्दैछौँ अब हामीलाई त उकाली ओह्राली गरेर हिँडेकै मान्छे हो खासै के फरक पर्दैन तर पनि आफ्टर लङ टाइम भनेपछि त अलिकति गाह्रै हुन्छ सो त्यही हो गर्मी छ हेर नर्मलमा आइयो तर चिसो चिसो छ सो यही हो अब हामी चाहिँ फेरि अब माथि जाने मेरो चाहिँ यो सेकेन्ड टाइम हो मलाई चाहिँ दाइले सुरुमा कोरिया आसियान बेला चाहिँ दाइले चाहिँ लिएर आउनु भएको थियो घुमाउनलाई त्यतिखेर त अब अलिकति रुखहरू पनि ग्रिनी ग्रिनी थियो यो भाइले लास्ट मिल्ला भने चस्मा आएर जायो भनेर त्यही फालिदिन्छु म यो चस्मा मेरो चस्मा अब मैले लाउन नपाएँ गिटार त डाँडामा हानियो त्यो डाँडामा हानियो गिटार त हेत् त्यही राजेर ल्याउनु ल चस्मा क्या चस्मा माग्यो भने भाइ हेत् त्यो नमाग्नु मागेन मेरो बेजेट भयो चस्मै दिँदैन यार आउँछ। म यहाँ हेरै नआउने नाच्ने सब आउँछ नि त छ क्या भाइले चस्मा मागेको छ अनि ल यार मेरो चस्मा नदिएर भिडियोमै त्यो आउने भयो क्या अब भिडियो बनाउन नखर्ला ब्यागबाट हान न गएर घुमेर मात्रै आउने है फेरि मैले आजसम्म चस्मा चाहिँ किनेर लाएको थिएन मागी चलाउने हो यसले बप्पाल धोप्पी बोलिरहेको छ है यतिको चाहिँ हुनुपर्छ है मैले 100 रुपियाँ माया गरेको लागि है हल्ला भइरहेको छ क्या चाहिँ अलिकति जाने कि दाइ हामी जाउँ अनि के छ के भन्छ दाइ एकदम मजा आइरहेछ बडा फ्यान्टास्टिक पर्सनहरूसँग घुम्दैछु म हजुर जहाँसम्म लाग्छ यो मेरो जिन्दगीको भोलि गएर एकदम सम्झिने क्षण हुनसक्छ एकदम बडा मजा आइरहेछ मौसमले पनि साथ दिइरहेछ हजुर होइन हजुर अघिसम्म जाडो भएको थियो अहिले चढ्दै गर्दाखेरि अलिअलि गर्मी पनि भइरहेछ मजा आछ ल दाइ अब बवाल मजा लिनुपर्छ दाइ यो प्रकृतिको मनोरञ्जन लिन आएको छौँ हामी हजुर चिसो महिना सबै हिजो बनाएको थियो 3-4 महिना हो नि अब दामी ल कान्छा ए हल्का सुमिता थाहा गयो हाम्रो गुप्त सर फेरि यहाँ जा मूलबाट आएको पानी क्या ल ए कहिले मुला आउँछ हाम्रो नेपालको जस्तो यिनीहरूले गफ दिन्छ नि ओके मजा आउने बिस्तारै ओ ओ ओ ओ ओ यस माथि हिँडिरहेको छौँ धेरै राजकुमार भाइको भ्लगमा चाहिँ म धेरै देखिन्छु जस्तो लाग्छ अनि हात त निकाल्नुपर्छ ह्यान्डसम देखाउनुपर्छ है भाइ ए बबल कडा नि ट्याप ट्याप लाइक एन्ड ल ल छिटो छिटो फेरि मलाई काट्न मिल्दैन कन्टिन्यू हान्ने हो यिनीहरूलाई हाम्रो नेपालमा गएर देखाउनुपर्छ हिजोआजको आन्दोलन अनि ठिक हुन्छ होइन ल ठिक यस्तो हो होइन जे भयो भने राम्रो छ ठाउँ अब हामी चाहिँ अब यहाँ चाहिँ एकछिन रेस्ट गर्ने ठाउँ छ गाह्रो लाग्छ तर कहिले काहीँ चाहिँ हिँड्नुपर्छ क्या आज शनिबार हाम्रो चाहिँ आज कम बन्द थियो सबैजना प्लस अनि हाम्रो चाहिँ उता ओइको किङ चर्चको ग्रुपहरू छ अब रमाइलो लाग्छ हिँड्नुपर्छ है सुतेर बसेर मात्रै काम छैन जस्ट हिजो काम सक्यो सुत्दाखेरि त्यही हुन्छ अलिकति ढिलो लिएर हुन्छ अनि उठा पनि आज गाह्रो भइरहेको थियो तर उठेर आइसकेपछि चाहिँ अब यसरी
डाँडाकाँडा चढ्दा चाहिँ अलिकति मान्छे हेल्दी पनि हुन्छ भन्दा नि अब धेरै कुरा राम्रो हुन्छ सुतेर बस्नु र बाहिर हिँड्नु। अब बिस्तारै बिस्तारै जाडो पनि सकिँदैछ, जाडो सकिँदै गइसकेपछि अब गर्मीको सुरुवात हुँदैछ। सो अब चाहिँ सान चढ्न बाहिर घुम्न साइक्लिङ जान चाहिँ अति बवाल हुन्छ है त। खै राखेको एक वालहरू हो, यहाँबाट चाहिँ पुरै पल पल छ। यहाँ चाहिँ यो पलबाट चाहिँ दुश्मनहरूलाई चाहिँ आक्रमण गर्न सकोस् भनेर बनाएको हो। अनि यो जुन छ यहाँ चाहिँ रानीले पहिला चन्द्रमालाई हेर्नलाई चाहिँ यहाँ बसेर हेर्थ्यो अरे, सायद यहीँतिर बसेर हेर्थ्यो होला, यही छेउतिर बसेर हेर्थ्यो होला बेलुका साँझ परेपछि। हे अब आउनुहोस् न, फोन त मैले अस्ति घट्दै गरेँ। यो सुवन सिटी है, बवाल छ। यता पहाड पनि छ। यो किल्लामा छ, अब किल्लामा गएर भिडाउनु एक्लाउनु। ए के भने यो किल्लाबाट चाहिँ कन हान्छ है सबैजनाले। युद्ध किल्ला है त बवाल छ है। ल दाइ बाबाले चाहिँ खतरा देखेको छ अहिले चाहिँ। लड्न सकिन्छ, यहाँबाट चाहिँ लड्न सकिन्छ। हो नि बवाल छ। साकुरा चाहिँ हल्का फुल्दैछ है गाडी। जमानामा लडाइँ पनि छ यहाँबाट हालेर। ए झर्दै कसरी हो भगवान ल कडाइ छ है। अहिले चाहिँ हामी लाइक एन्ड कमेन्ट सेयर गरिदिनु होला हाम्रो भाइको है युट्युब च्यानलमा एकदमै धेरै भव्य रूपमा। अहिले हामी युद्ध किल्लाको मेन पोइन्टमा छ है त हाम्रो। यो चाहिँ भ्यू टावर, यहाँबाट चाहिँ सबै ठाउँ हेर्ने है त युद्ध किल्ला। यो चाहिँ यहाँ चाहिँ सबैभन्दा ठुलो यो घन्टा छ है। यो घन्टा चाहिँ बजायो भने चाहिँ सुवन्छ भल्टिन्छ है। यो चाहिँ तल पुरै भ्रमणमा छ है सबैजना। रमाइलो छन् अब के पहिला चाहिँ अब युद्धकालमा चाहिँ यहाँबाट गर्न धेरै अब पुरै पलै पल्छ। आज खासै मजा आएन हौ। युद्धकालको लागि बन्द छ, खतरो लाग्ला यता। कुन बेलाको लग भयो यता खडा छ लाग्यो। हो चरा के हो यस्तो चरा नि देखेँ। 저도 오늘 아르바이트 목마 체험 5분에 10만 원. यसै भाउजू दाएर भाउजू मार्क्स हाल्नु न। भिडियो भिडियो के हो स्कुल छुट्टी भएर दौडे जस्तो छ र बच्चाहरू। जिन्दगी भएर यस्तै हो गाई चाहिँ हुनुपर्छ। रमाइलो पनि भइरहेछ।
जसले जेसुकै भने पनि अब चढा लाएर भोक अलिकति लागिरहेछ अब दब्बाएर खाने हो दब्बाएर खानुपर्छ चला Yeah, we have a very fierce battle. And then we fought with them, our ancestors. But they never surrendered to British. They fought bravely. Because Nepali always well know about the mountains. And they didn't like to surrender, so they fought with them bravely. And by seeing that our braveness, they were so inspired. So they hired our ancestors. See, still now they are hiring in Gurkha. Gurkha military Gurkha service. regiment. Gurkha regiment. Yeah. Gurkha soldier. Have you ever tried Gurkha? No? No. Because of height. Why not? Less height. 키가 작아서요. 아, 키. 아, Gurkha army. 키가 커야 돼요. 부르카 돈 많이 벌어요. 메이커머니. 네. No, 돈 많이 그리고 벌어서. 부르카 잘생겼어. 네. 해상가에. Because Salary is not good, but facility good. Facility. Facility is good. you know Facility is good. lots of high Salary is not heels. good. भाइले high heels 산이 많잖아요. 아, 거기는 잘생겨요. 아. 바일라 바일라 치죠. 예. 하다 Strong, you know. Strong. Strong, not strong. Brave. ब्रेभ लोयल डिसिप्लिन Not strong, brave. हँसा है भाइले अति नै गफ है भाइले चाहिँ चिक 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 हाम्रो कप्टी ह्याङ्दै पुरै हामी गाडी चलाइरहेछ छुवायो होइन हान्छु सालुन त हेर्थ्यो झन् छाल मात्रै तर चाहिँ ओके 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 मजा आयो 애는 나 혼자 와야 돼. 나 혼자 와야 돼. 자꾸 अहिले चाहिँ हामी घुम्न हिँडेको घाम लागेन टल्किरहेको 혼자 가야 돼. लाइट अहिले चाहिँ हामी यहाँ बौद्धकोमा आइपुगेछौँ यहाँ चाहिँ पुरै खतरा छ है डेकोरेसन चाहिँ यस्तो छ बाबा छ डेकोरेसन है ला 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 हाम्रो त्यता चाहिँ बौद्धको यस्तो छ बाबा चाहिँ दामी छ यही हो के त्यही अब चाहिँ हामी सक्न लागेको छ यस्तो छ हाम्रो डेस्टिनेसन अब हामी चाहिँ माथिबाट झरेको तर आज मौसम अति नै नमिठो छ क्या भर्खरै घाम भएर गरिम रहेछ भर्खरै फेरि घाम लाग्यो तर हावा चल्यो त्यसो भइरहेको छ पानी परिरहेको छ क्या सो अझै पनि टोटल्ली रूपमा चाहिँ अब चाहिँ जाडो चाहिँ सकिसकेको छैन अब चाहिँ अझै एक हप्ता जति कुरौँ त्यसपछि चाहिँ राम्रो हुन्छ होला जस्तो लाग्छ मौसम चाहिँ हाम्रो यहाँ ह्यान्डसम दाजु Right. उहाँ चाहिँ युट्युबरदेखि टिकटकरदेखि चाहिँ भल्गरदेखि हरेक ए कुरामा चाहिँ के भने अगाडि हुनुहुन्छ है त्यही भएर अब हामी चाहिँ यो म चाहिँ परे गाडी 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 म चाहिँ फेरि कस्तो मान्छे पऱ्यो भने न गोप्रो बन्द गर्छु ल सकेन ल यस्तो छ भाइ फटा भाइ यस्तो छ ल सोन ट्याक्सी केटाहरू टोलेर एकैचोटि ग्रुपमा आउनु पर्यो यो क्या दाइको भिडियोमा चाहिँ अब कोही केही भाइरल हुँदैन मेरो चस्मालाई भाइरल गरिदिनु ल केही चस्मालाई पनि भाइरल गरिदिनु अरू त खासै भाइरल हुने कन्टेन्ट चाहिँ मैले देखेन यसलाई चाहिँ भाइरल गराइदिनु पऱ्यो तपाईँहरू ल है त ल यति भन्न आएको म ल ल ल है त यो क्लिपलाई चाहिँ काटेर मलाई दिनु पऱ्यो टिकटक जाडो लाग्यो गाइस जाडो छ गफ गफ भइरहेको छ पछाडि टोलीहरूको अब खासै यस्तो हो क्या हाम्रो चाहिँ अब घुम्ने भनेर खत्रै बवाल भनिने होइन कोरियामा जहाँसम्म लाग्छ सबै प्रायः उस्तो उस्तो नै देखिन्छ ठाउँहरू तर कस्तो हो भने अब दिनभरि अब बिदाको दिनमा चाहिँ दिनभरि सोध्ने तास खेल्ने अनेक कुरा सोच्ने मोबाइल चलाउने 24 घन्टा भिडियो हेर्ने टिकटक हेर्नुभन्दा चाहिँ बरु सबैजना साथीभाइहरू मिलेर चाहिँ यसो नर्मल जग्गाले घुमाउँ खाउँ पिउँ भन्ने हो त्यो चाहिँ राम्रो नै हुन्छ एक हिसाबले अलिकति माइन्ड पनि फ्रेस हुन्छ नि घरमा एकै ठाउँमा बसेर चुपचुप भएर सुतिरहनुभन्दा त भनेर धेरै कुरा फ्रेस हुन्छ रमाइलो पनि हुन्छ यताबाट चाहिँ बाटो छ अरे भन्ने कुरा छ खिरी अप्सै हो कि 길이죠. चाहिँ अब बाँचोको अनुसन्धान
अझै बाटो भएर चाहिँ अब चाहिँ हामी चाहिँ गाडी लिएर आउँदैछौँ गाडी चढेर जान्छौँ सो त्यही हो हाम्रो चाहिँ यहाँ पार्किङ छ हामी चाहिँ त्यो पार्किङमा हाम्रो त भनेन नि 한국에 이런 트레디셔널 호텔이 있어요. 호텔? 호텔, 트레디셔널 호텔. 그래요? 트레디셔널 빌딩 호텔이 있는데 하룻밤에 1,000만 원. 1,000만 원이에요? 예. 오. 근데 가고 싶어요. 가고 싶어요, 진짜. कडा तर मौसम त बिग्रिरहेको तर ल ल ल दाइ आत्तिसक्यो बिचरा के दाइ एकदम ठिक छ आज घुम्न आइयो चिसो चिसो छ अझै मौसम चिसो छ तर ठाउँ चाहिँ बवाल छैन ठाउँ यस्तै हो राम्रै छ कोरेर यस्तै हो कान्छासी अलि 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 इन्डियाको कान्छा इचुकुरो आएर 여기 지구 좀 봐봐요 한섬 지구 있어가지고 어지 घाम पनि डुक्यो त अरुवाल झिकेको आमा 여기 좀 봐봐요 갑시다 चस्मा 좀 봐봐요 먼저 가겠습니다 네 मेरो चस्मा हो जाडो छैन दाइ ठाउँै जाडो हो के हो साह्रो यस्तो अब मेन स्टेप सकेर फेरि अझै भित्र स्टेप त्यहाँ पनि छ भित्र स्टेप जहाँ पनि भित्रैभित्र छ यार मेन चाहिँ अब यहाँ आइपुगेँ र कस्तो घाममा लागेर आज केही आएको छैन ल के हो बाबा छ भए त भित्र खेल्नु चाहिँ मिल्दैन यहाँ चाहिँ अब यस्तो छ दरबार छ त्यहाँबाट स्टेप बाई स्टेप स्टेप बाई स्टेप बाई स्टेप ढोका त डेन्जर छ त्यो अकला ढोकाको अकला त बवाल छ यार लप्नु सक्दैन जस्तो पाइले जस्तो पाइले खोल्नु सक्दैन ये भाइ त लाल बिल्ला गरेर चस्मा माया माया गर्छ त भाइ त के हो चस्मा माया माया गर्छ त भाइले तेरेको भाइ चस्मा ल 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 तारा 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 म त भाइरल भोजो भोजो सिङ्गल खिच्नु पऱ्यो ल Then king sit there. Good, good, very good. This must be the king throne. This is not king's palace. Just another. This must be the king chair. King's chair. 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 धुम यहाँ फेरि त झन् त No sé. Do not go. भित्र कताराङ के चौ केही छैन जाडो हो जाडो पो भोक लागिसक्यो अरू नि परिसक्यो आज चाहिँ हिउँ परिदिरहेको कस्तो मौसम हो क्या अब यो लिटरली आई एम नट ह्याप्पी भनौँ आज पुरै पानी परे सिजन भयो पुरै सुन चाहिँ पुरै अन्धकार भइसक्यो धमिलो मौसम
होइन डट मौसम भनेर क्या त्यो भनेर कसैले अँध्यारो धमिलिएको मौसम भनेर क्या त्यो भनेको शब्द चाहिँ डट भनेको अनि कान्छ के छ भने हजुर फिल्म गोर्खाको राजालाई गोर्खाको राजालाई घरको मान्छे बिर्सिदेऊ आजलाई भुल्यो पछ्यौरी हाँसी हाँसी लागेको पिराती बिर्सौँमा कसरी ओके बाबा यतिकै गाना चाहिँ हुनुपर्छ माग्ने बुढा भन्ने बाबा जाडो नि अति जाडो हुन्छ त यस्तो त अब चाहिँ सकिन्न है शिक्षा अनुको छिपे खाइजी यो चाहिँ क्लोज हुन्छ दाजु तपाईँले ट्याग पनि हुन्छ मलाई थाहा छैन बिसाउनु पाउनु हिउँ परेर चाहिँ गाइज लास्ट हामीले खानपिन गऱ्यो तर पानी हो हेभी पानीबाट बहुत जाडो छ अब पानीले गर्दा चाहिँ चिसो पनि बढिरहेको छ जाडोले मर लाग्यो नि त्यो गर्नु गइसक्यो पानी परेर बहुत जाडो छ पुरै 20 पिसको मोमो यसै चाहिँ हामी यस्तो बडो ठाउँमा आइपुगेछ है यतिकै जानु पर्छ हावा यस्तो चिसो छ हावा हालेर यस्तो भन्छ क्या ड्याम रहेछ यो चाहिँ है है हो आज भ्लग बनाएको नि यसरी हुन्छ पुरा ड्याम साउन्ड आएको यस्तो चिसो कि आमामा मरिन्छ हो बाली है भाइ भिडियो बनाउनु यहाँ चाहिँ पुरै हिँड्बाट यस्तो दामी छ आछु पानी परेर यति चिसो भएको छ कि टोपी लगाउनु म त आज फेरि नर्मल कपडा लगाएर आएको जाडोले यस्तो पानी पऱ्यो नि त हो हिउँ पऱ्यो नि त गाइस पानी मात्रै होइन कि हिउँ पऱ्यो यस्तो जाडो छ यो चाहिँ अहिले यस्तो बडो ठाउँमा आइपुगेछ तपाईँलाई म ब्यागमा देखाउँछु कस्तो छ भनेर अब यहाँ चाहिँ यस्तो देखेको छ राम्रै छ ठाउँ चाहिँ अब यसलाई चाहिँ म के गर्छु भने ब्यागबाट देखाउँछु त ब्याक क्यामेराबाट ड्यामै रहेछ त ड्याम हो भाइ ड्याम टोली अगाडि जाँदैछ आउँ चाहिँ दामी छ है अब के भने हामी यस्तो कुरा पनि चित्त बुझाउनु पऱ्यो राम्रै छ भन्नु पऱ्यो भनेर तिम्रो माया कहाँ होला कहाँ होला कहाँ होला कहाँ होला आउने सूर्यलाई थाहा होला माछी काँडैले नजर लाउँदै माछीको डाँडैले माछी काँडैले नजर माछीको डाँडैले घाम पनि लगाइरहेको छ पानी पनि परिरहेको छ हिउँ पनि परिरहेको छ के भइरहेको छ काठमाडौँ मलाई काठमाडौँ भनिरहेको मलाई चाहिँ जाँदा यस्तो लाग्यो के गर्नु यस्तो हुन्छ भाइले भ्लग गरिरहेको छ फेरि मेरो आज पाएन नि त मैले भनेको हतारको ए ठाउँ गतिलो भन न मेरो लागि चाहिँ तर ठिकै छ यतिको नट ब्याड है गुडै छ मलाई त्यस्तो भन नि खानेकुरा चाहिँ गतिलो भएन क्या आज त्यही भएर स्टुडियो कति तातो भएको चाहिँ निका के यस्तो फोटो हाल्नु पर्ने राम्रो होइन क्या राम्रो होइन जाडो पनि म क्या छु चिसो भयो क्या अल चाहिँ हामी भ्यू टपबाट हेरेको सर एकचोटि भ्यू टपबाट सर हेर्नु That is a Korea. Italy is a stranger. Mobile खाला तावा छ वैसेमा लागि चाहिँ गाइस यस्तो हाल छ यो त वाइड एङ्गलबाट क्यामेरा खिच्दैछु मैले यो तल चाहिँ यस्तो छ है अब अघि चाहिँ हामी लिफ्टबाट आएको अब म चाहिँ अब यहाँ भर्नाकोट जाँदैछु कति टाइम लाग्ने तल पुग्नु यो 6-7 तला 7 तला 8 तला कति छ है
अब म चाहिँ अब भनेको अर्ध लिफ्टमा गइसक्यो तल पुगिसक्यो ग्राउन्डमा पुगिसक्यो म चाहिँ हिँड्दै आएको तर चिप्लो छ यो चाहिँ अघि यस्तो छ राम्रो छ किन यस्तो मात्रेको अब म तल आइपुग्छु है डेन्जर रहेछ नि हावाले हाम्रो नेपालमा पनि यस्तो आपट्टु चाहिन्छ क्या पुरै एउटा गाविस अट्छ सही हो पालिका एउटा पुरै अट्छ यतिको चाहिँ अपार हुनुपर्छ चाहिँ हो सही भनेको यो बारीको जति अपार छ एउटा आफ्नो व्यक्तिगत घर बनाउनु भन्दा ठाउँ पनि धेरै नचाहिने त्यही हो पुरै गाउँपालिका अट्छ यो तपाईँहरू भनेको आएर लिफ्टबाट आएको नि किन रोकेर नि त्यहाँ बिचमा फेरि मान्छे चढ्यो ओभरको हात छैन हात खाएको तातो भएको छ भने म त डेन्जर हाल्न चाहेँ हाइडो चाहिँ तर फ्रन्टबाट नम्बर 1 ब्लगर अफ द इयर भनेर कसै नगर्ने चाँडै नै पाउँदैछ प्राप्त अब हाम्रो ग्रुप चाहिँ यस्तो छ यता भएर चाहिँ सो अहिले चाहिँ हामी कफी खान लाग्यो मेरो तपाईँले भिडियो हाल्छ नि लाथे 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 लाते 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 लाथे यहाँ भाउजू लाते turbo yoso ilgo भने मोहन त्यही दिन मात्र हो रे त्यही 3 दिन योभन्दा अर्को माथि मिठो थियो क्या अघि भाग खाएको यो चाहिँ यसको नाम के हो यसको नाम त्यो चाहिँ बेसी मिठो थियो क्या एउटा मात्रै पाएँ मिठो लागेको थियो डायमन्ड 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 이거? 다이아몬드. 예. डायमन्ड I'm a rich. डायमन्ड डायमन्ड एन्ड द फोन 다이아몬드. रिच फ्रम हार्ट रिच फ्रम हार्ट Heart. अर्थ कि हर्ट ओइ सरी यतिको गर्नुपर्छ यो मान्छेले चाहिँ खायो है यतिको चाहिँ नाच्दैन हुन्छ ल भन्दा नाच्छ ल बाहिर यस्तो बाहिर फुलिसक्यो बादल छुनाला One more time.
कान्छी बसिन् एक्लै रुनला नबसेको यसै गुड्यो कान्छी बसिन् एक्लै रुनला मेलैमा गएको कान्छीसँग भेट भएको मारे मेलैमा गएको कान्छीसँग भेट भएको मै खोलाको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको नछुटिने कसम खाएको बसेको रेलै गुड्यो कान्छी बसिन् एक्लै रुनला गोप्तेलाई कहाँ जान्ला फेरि माथि जाने ठाउँमा नि अघि तलबाट आएको फेरि गाइदिउँ न अर्को भक्तमा कुराइदिने खै त अर्को गाइदिउँ फेरि दाइ अर्को गाइदिउँला फेरि यस्तो क्या जिउ जाडो भयो तातिने यो नेपाली शिर उचाली वाना दुल सेट नेट गो यो नेपाली शिर उचाली संसारमा लम्किन्छ जुन किरीले भयो भाली बेकारमा लम्किन्छ बक्सेलाई 아니 비자 네 잡히니 내가 그냥 저희가 내가 자, 후마르는 내일 또 가요? 자, 약속. 후마르 약속. 내일? 내일. 내일 내일 썬데이. 내일 같이 몰라요 아, 내가 아침에 일어나서 드릴 거야. 다음 주 다음 주 오케이. 다음 주. 내일은 그 그룹 우리 여행은 여기까지. 바이바이 हजुर यो गाडीमा ड्राइभर पनि भिडियो बनाऊँ भनेको ए मलाई बनायो अरे कुरा गरेर हजुर हामी यो गाडीमा आउँदैन थियो यहाँ मान्छे अर्को राख्यो नि त के अरे हामी कहाँ उरी त यतै न कस्टोजीलाई कता छोड्न पर्यो मन त थाहा थाहा अब हाम्रो चाहिँ सक्यो ओ हेर्ने त बस्यो कहाँ छ नि म यो ओके